हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा छ तपाईँहरू सन्चै हुनुहुन्छ र म पनि सन्चै नै छु। यदि तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर मेरो युट्युब च्यानलमा जोडिन सक्नुहुन्छ। यो आज चाहिँ चाहिँ म बतासा इलाका गाइज नलपरासी मध्यबिन्दु 11 द्वारदा द्वारदा दमार स्थित ठाउँमा म घुम्न आइरहेको छु। सो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला र साथ सपोर्ट गर्नुहोला। पानी हेर्न कस्तो मजा आउँछ यार तार तार पनि देखाउनु एकातिर देखाउनु मुख्य ढुङ्गामा जाने हेर दादा पनि त्यहाँ त कहिले पनि होइन यो ढुङ्गा हो नि त अन्त सानो पो देखेछ त यो ढुङ्गा क्या खतरा ढुङ्गा मरे जाऊ मुर्दा
भालटारी ए भालटारी अब के अरे यार अस्ति तिमीलाई सोध्दा कहाँ होला भन्छु त्यो कान्छीले यहाँ हो उसको बसी हिमाल हो क्या हो हिमाल माथि माथि घर पनि एउटा छ माथि माथि यताको पानी खै पानी जस्तो देखे पानी खानुहुन्छ मस्त चिसो हुन्छ होला त्यतातिर म 60% छुट्टै चिसो भएको छैन त्यो त्यति फरक हुन्छ यता शीतल छ मस्त ब्रिज लंबाई
चाहिँ झोलुङ्गे पुल आरुङ खोला पुलदेखि थोरै उतापट्टि झोलुङ्गे पुल यहाँ ठिक छ है त्यहाँ जाने कता गइन्छ गाइस हामीले चाहिँ यहाँ चाहिँ हैन के भन्छ रुख कटर देखेको छौँ रुख कटर पाके छ है कालो भएको चाहिँ पाकेको हुन्छ र बाटो काटेर चाहिँ झलुङपुर जाने बाटो होइन त्यो खोलामा जाने बाटो कटहर पाके छ कटहर चलो 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 यताबाट यताबाट कस्तो होला पहिला झल्दै जाउँ चाहिँ माथिल्लो आरुङ खोला पुल 100 मिटर लम्बाइ यता झलुङ्गे पुल हो त्यही त रुख कटर त त्यहाँ छ अब खै जाने बाटै छैन अहिले जाने हो चेक गर्न खाइदिने हो मस्त दाइ आँप छ त यहाँ आँप छ कि यहाँ पाके हो है पाके खाके कता गयो यहाँ हेर्नु माछा हराइदिउँ भन्दा पनि एउटा मात्र पाएको रहेछ फेरि पहिला जाउँ उतातिर अहिले टिप्ने हो यता टिपेर खाएर यहाँ पनि यहाँ फल्दा नफलेको के पैसाको मुठो छैन तर माया झुटो छैन जन्मिन मेरो घर जन्मिन मेरो घर यतिको ज्यानले तिमीलाई पाल्न सक्दैन गाई छ नि फाइनल्ली होइन कटहरको बुट्टोमा आइसकेको छौँ कटहरको बुट्टामा अहिले अहिले अँधेरो बज्दाखेरि छैन म त रुखमा चढ्नु गइरहेको है फाइनल कटहरको बुट्टा चढिसकेको छु होइन कटहर पाकेको छैन भनेर चेक गर्नलाई ए कटहर चाहिँ यहाँ रहेछ कटहर चाहिँ यो पाकेको छैन यो पनि पाकेको छैन यो चाहिँ पाक्ने कन्डिसनमा छ पाक्ने उसमा छ यो चाहिँ अब चाहिँ अरूहरू पनि छ यतातिर पाक्यो भने त बसाउँछ टाढैसम्म बसाउँछ एउटा लिगेर जाने हो र एउटा लिगेर जानु ठुलो छ होइन घरलाई यसो हजुर पहिला चेक गरौँ न अरू पनि छ थुप्रै छ यहाँ अहिले मोबाइल लान मिल्दैन फेरि मोबाइल खस्यो भने बर्बाद हुन्छ ट्याक्टर लिएर आउनुपर्ने कि बजार सजार घुम्न आएको बाद जम्मै झरालेर लोड गरेर लिएर सब सेल हानिदिनुहुन्थ्यो अर्ग्यानिक चिज खाना छ भने गाउँतिर छिर्नुपर्छ कि ल गाइस हामी चाहिँ कटर चोर है कटर चोर ए यो टिप्पणी भयो हामी चाहिँ बडेमानको छ हल्का नजिक भएर हो यो हल्का नजिक भएर हो गाइस होइन म चाहिँ ठ्याक्कै कटरसित सँग छु है कटरसँग यो के चिज खाने चिज यो यो पाक्ने रेडी छ अनि यो चाहिँ अलिअलि काँचो काँचो जस्तो छ होइन हामीलाई चाहिँ यो लाने भयो यो लगाएपछि घरलाई पछि टिपेर आएपछि पाक्छ कि एकछिन दाइलाई चाहिँ यो ठिक लगाएर तर यो चाहिँ हल्का काँचो काँचो जस्तो छ के ए तर यो भनेको अलिक बुक गरेको क्या यो ल यो चाहिँ राईकोटे जलुके भन्ने ठाउँनिर जलुके भन्ने ठाउँनिर यहाँ चाहिँ यो के भन्छ सिमाकी गाउँले कटेज यहाँ खुलेको रहेछ नयाँ होइन हामी चाहिँ त्यहाँ हेर्न जान लागिरहेको छौँ सो हेर्नु होला त वेलकम
पानी तल पनि छ यस्तो मजाले यतातिर बाइक साइक राख्ने ठाउँ मस्त ठाउँ र मैले सजाइस पार्न सक्नुहुन्छ ल यहाँ चाहिँ पौडी खेल्ने ठाउँ पनि छ अरे होइन यो चाहिँ भर्खर ओपनिङ भएर रहेछ सो अरू कामहरू चाहिँ फिनिसिङ हुन बाँकी नै छ यहाँ स्विमिङ गर्ने ठाउँ पनि छ होइन तपाईँहरू आएर स्विमिङ पनि गर्ने ठाउँ छ यहाँ चाहिँ भर्खर स्टार्टिङ हुँदैछ खुल्दैछ होइन गाइजहरू यहाँ स्विमिङ पुल देख्न सक्नुहुन्छ वाउ स्विमिङ पुल वाउ देख्न सक्नुहुन्छ गाइज मेरो पछाडि चाहिँ स्विमिङ पुल छ होइन चाहिँ भर्खर ओपनिङ हुँदै रहेछ यहाँ चाहिँ अलिक फिनिसिङ भएको छैन यहाँ चाहिँ नुहाउने सुहाउने ठाउँ छ स्विमिङ पुल यो चाहिँ नेचुरल स्विमिङ पुल हो कि नेचुरल चिसो पानी हेर्नु त वा फ्रेस पानी फ्रेस पानी सर है बगेको पानी नयाँ डेकोरेसन हुँदो रहेछ यहाँ त्यही त तर यहाँ फिनिसिङ भइसकेपछि ओपनिङ भइसकेपछि आउनु चाहिँ स्योर पर्छ बबाल छ भइसक्यो भनौँ थोरै धेरै भइसक्यो भने नुहाएर चाहिँ गइहाल्यो यो सबै चिसो नहुने अरे यार नुहाए हुन्छ भने त कपडा पेन चाहिँ कता गर्दाखेरि चिसो पानी खान्छ यार नुहाइदिउँ यहाँ हो हामी चिसो छ अरे होइन हामी चाहिँ नुहाउनु भन्ने कुरो भयो तर हामी यहाँ नुहाइँदैन तर झर्ना हुनु भनेको झर्नामा यो अलिक सानो झर्ना हो त्यो पनि हुँदैछ एकछिन टाइम लाग्छ एउटा पाके छैन यहाँनिर चर्का पाके रहेछ पाकेको खै घामले गर्दा चोर आफ चोर्ने मान्छे यहाँको आफ चोर्ने मान्छे यही हो पैसादार हेलो गाइज भन् हेलो गाइज के छ भन् के छ ठिकै छ हेलो पुष्पा तिमी कहाँ छौ म तिमीलाई खोजेछु भन्न ओए आपको डल्ला लानेर खसालिदिउँ खसाले टाउको हान्दिउँ त अब त भागेको छ रक्सले राइस अरे हैन अघि मिठो बोक्रा पनि पसिना भयो छ डब्बा एउटा पाकेको पनि मस्त मिठो खालको कोही नहल्ला म खस्छु हल्लाउँछ डाङ्ग्रा अनि म खस्छु भने पक खर्च गरेर यहाँ यत्रो उयो गऱ्यो अब लास्टमा यहाँ छोडेर बस्दैछ एउटा सिङ्गी आँप सक्यो होइन गाई अब झर्न पर्यो अब रामदाई चढे टिप्नु चाप हेर्नु पहिला गाई यो चाहिँ टोइलेट बाथरुम जाने टोइलेट बाथरुम हो यो चाहिँ हाम्रो चाहिँ हाम्रो आँप चाहिँ मस्त फलेको रहेछ अलि पाक्ने बेला भयो भने चाहिँ आँप चाहिँ अलि पछि आउने लाग्यो चाहिँ यता चाहिँ घर छ है हाम्रो पुरानो घर अनुकुलाको पुरानो घर यो चाहिँ पसल हाम्रो यताभित्र चाहिँ भान्साकोठा यो चाहिँ पसल चाहिँ सानो सानो यो त पनि सक्छ फ्यान हातै फ्यान पसिना 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 आनन्द भयो स्वर्गै पुग्यो के अरे यो चाहिँ हाम्रो पुरानो घर है ओल्ड घर गाइस अर्जुन खोला मध्यबिन्दुतिरको मस्त घाँस पला है आँगनमा यादहरू
चाहिँ नखोलेर हेर्नलाई यो चाहिँ हाम्रो पुरानो घर र यो चाहिँ खेतहरू खेतबारी हाम्रो हजुर आयो पर्खाउनु भन्जी जिया भन्जी मोटी भन्जी हाम्रो ओल्ड घर गाइज हाम्रो ओल्ड घर गाइज ट्याक्कै लोकेसन भन्नुपर्दा चाहिँ मध्यबिन्दु 13 अरुणखोलादेखि सिधै भित्र खैरसालभन्दा माथिल्लो डाँडा हो हाम्रो ओल्ड घर। अब हामी चाहिँ होइन बोरिया बिस्तारै बाँधेर निस्किनु लागेको मालपानी लिएर त्यो आँपो यहाँ चाहिँ हामीले 2टा कटर चोरेका थियौँ अघि मास्टर घुम जाँदाखेरि त्यो लिएर जानु लाम ओह एउटा चोर यो आँप पुस्तो चाहिँ अर्को चोर यता र अर्को माल छ यहाँ फेरि यसको चटनी दामी हुन्छ थाहा छ नि खानुहुन्छ कि नै यो के हो चिन्नुहुन्छ गाइज चिन्नुहुन्छ चिन्नुहुन्न कमेन्ट गर्नुहोस् है यो के हो लु गाइज अब चाहिँ हामी बोरिया बिस्तारै बाँधेर घर चाहिँ जान लाग्यो दाइले मालपानी लोड गरिदिनु हुन्छ मालपानी लोड गरिदिनु हुन्छ दाइले ऊ अर्को आयो छोटु हेलो छोटु ए केटो के छ दाइलाई चिनिनस् हेर्ने फेरि नमस्ते गर दाइलाई ओ सलाम अलैकुम भन ए सलाम अलैकुम के बोल हाल मुदिर कोई बुझ्यो देख्यो मर्रा कोई ज्यादा कोई ए नचाट मुर्दार तेरा बाजे ल अब हामी चाहिँ घर जान लाग्यो होइन भिडियो यति नै थियो ल फेरि अर्को भिडियोमा भेटौँ ल बाई बाई।